सम्पत्ति व्यवस्थापन प्रणाली फार्म्स पब्लिक एसेट्स म्यानेजमेन्ट सिस्टम सरकारी सम्पत्ति व्यवस्थापन प्रणाली आजको विषय यो छ है। ल एकैछिन सुन्ने पहिला के छ आवाज ठिक छ कि छैन? कुनै समस्या त छैन नि? ल ल सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली। अब यहाँ गद्दारको उसमा छ कोही साथीहरू फेरि आप्रतिरको दिन दिने हुनुहुन्छ भने आप्रोमा चाहिँ छैन होला है। ल सरकारी सम्पत्ति व्यवस्थापन प्रणाली जान्नुपर्छ, राम्रो छ। सरकारी निकायले प्रयोग गर्ने खरिदका विधिहरू भन्ने विषयमा चाहिँ खरिदका विधि त सबै है। यही विधि भन्ने हुन्न, भनेको त्यो जुन दुईटा विधि छन् त्यो दुईटा विधि भनेको अब माल सामान अथवा हजुरको निर्माण र अन्य सेवा एउटा, त्यसभित्रका विधि प्लस हजुरको के अरे परामर्श सेवा खरिदको विधि भनेको अर्को छुट्टै है। त्यो अब यता जाने सरकारी सम्पत्ति व्यवस्थापन प्रणाली सजिलो छ, छोटो छ, त्यो बेला सिद्धिन्छ अनि हामी लेखापछि सुरु गर्छौँ। हेर्नुहोस् त, पाम्स पब्लिक एसेट्स म्यानेजमेन्ट सिस्टम सजिलो छ। सरकारी सम्पत्ति व्यवस्थापनको कार्यलाई प्रभावकारी तुल्याउन विकास गरी प्रचलनमा ल्याइएको कम्प्युटर प्रणालीमा आधारित सिस्टमलाई पाम्स भनिन्छ। ध्यान दिनु ल, सरकारी सम्पत्ति व्यवस्थापनको कार्यलाई प्रविधि मैत्री तुल्याउन विकास गरी प्रचलनमा ल्याइएको कम्प्युटर प्रणालीमा आधारित सिस्टमलाई पाम्स भनिन्छ। यसको माध्यमबाट सरकारी सम्पत्तिको हेर्नुहोस् है, सरकारी सम्पत्तिको लेखा राख्ने, त्यसको संरक्षण गर्ने, सम्वर्धन गर्ने, मर्मत सम्भार गर्ने, लिलाम बिक्री गर्ने तथा प्रतिवेदन गर्नेसम्मका कार्यहरू सरल, सहज, छिटो र छरितो हुने गर्छन्। के हुन्छ अरे? सरकारी सम्पत्तिको लेखाङ्कन गर्ने, त्यसको सुरक्षा गर्ने, संरक्षण गर्ने, सरकारी सम्पत्तिमा अथवा जिन्सी सम्पत्तिमा आन्तरिक नियन्त्रण प्रणाली अवलम्बन गर्ने, अनि हजुरको के अरे त्यसको के अरे लेखा परीक्षण गर्ने, मर्मत सम्भार गर्ने, अनि हजुरको काम नलाग्ने जिन्सी माल सामानहरू निलाम बिक्री गर्ने तथा प्रतिवेदन गर्नेसम्मका समग्र गतिविधिहरू छिटो, छरितो, सरल र सहज तपाईँले सम्पादन गर्न सहज हुन्छ अथवा सम्भव हुन्छ भन्ने। अनि अर्को विषय, यसले चाहिँ सरकारी सम्पत्तिको रियल टाइम रिपोर्टिङ गर्न भनिन्छ। हेर्नुहोस् है, रियल टाइम रिपोर्टिङ गर्न यसले सरकारी सम्पत्तिको रियल टाइम रिपोर्टिङ गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गर्छ। भनेको यथार्थ अवस्था उति बेलै प्राप्त गर्नका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गर्छ भन्ने। र यो सिस्टम सञ्चालन गर्ने केन्द्रीय निकायको भूमिका मलेनिका, सुन्नुभएको छ नि? मलेनिका भनेको त हामीले भनिसकेका छौँ धेरै पटक। महालेखा नियन्त्रकको कार्यालयले यो के अरे पाम्प सञ्चालनको केन्द्रीय निकायको भूमिका निर्वाह गर्छ भने यो सञ्चालन गर्नका लागि आवश्यक पर्ने युजर आइडी र पासवर्ड कोलेनिका र परलेनिका भनेको कोष तथा लेखा नियन्त्रकको कार्यालय र प्रदेश लेखा नियन्त्रकको कार्यालयले प्रदान गर्ने गर्छन्। र नेपालमा 2077 कार्तिक 20 गतेको निर्णय अनुसार, सरकारको 77 कार्तिक 20 गतेको निर्णय अनुसार पाम्स प्रचलनमा आएको र यो सङ्घ, प्रदेश र स्थानीय तीनवटै तहका सरकारको सम्पत्ति व्यवस्थापन गर्नका लागि प्रचलनमा ल्याइएको छ भन्ने। यसलाई भनिन्छ पाम्स है। ल फेरि एकचोटि ध्यान दिने, सरकारी सम्पत्ति व्यवस्थापनको कार्यलाई प्रभावकारी तुल्याउन विकास गरी प्रचलनमा ल्याइएको कम्प्युटर प्रणालीमा आधारित सिस्टमलाई पाम्स भनिन्छ। बुझ्नु? भनेको सरकारी जति पनि सम्पत्ति छ भनेको सरकारी जिन्सी सम्पत्तिको भन्दा पनि हुन्छ है। सरकारी जिन्सी सम्पत्तिको व्यवस्थापनलाई प्रभावकारी तुल्याउन विकास गरी प्रयोगमा ल्याइएको कम्प्युटर प्रणालीमा आधारित सिस्टमलाई भनेको पाम्स भनिन्छ। यसले सरकारी सम्पत्तिको लेखाङ्कन गर्ने, जस्तो भनेको लेखा राख्ने, सुरक्षा र संरक्षण गर्ने, आन्तरिक नियन्त्रण प्रणाली अवलम्बन गर्ने,
आलेप र अलेप गर्ने गराउने, मर्मत सम्मार गर्ने अनि हजुरको लिलाम बिक्री गर्ने तथा प्रतिवेदन गर्नेसम्मका समग्र गतिविधिलाई प्रविधि मैत्री बनाउँछ, छिटो, छरितो, प्रभावकारी, व्यवस्थित, वैज्ञानिक, आधुनिक, उपयुक्त बनाउने गर्छ भन्ने। अनि अर्को विषय के भन्दा यसको माध्यमबाट सरकारी सम्पत्तिको यथार्थ समयमा रियल टाइममा रिपोर्टिङ गर्न मद्दत पुग्छ अथवा टेवा पुग्दछ। र अर्को विषय के भन्दा यो सिस्टम सञ्चालन गर्नको लागि युजर आइडी र पासवर्ड चाहिन्छ र त्यो युजर आइडी र पासवर्ड हजुरको कोले निकाय र परले निकायले प्रदान गर्ने गर्छन् र यो सिस्टम सञ्चालनको केन्द्रीय निकायको भूमिका माथिल्लो स्थानमा बसेर भूमिका निर्वाह गर्ने काम चाहिँ मल्ल निकायले गर्ने गर्छ। नेपाल सरकारको 77 कार्तिक 20को निर्णय अनुसार यो पाम्स चाहिँ प्रचलनमा ल्याइएको हो। यसलाई भनिन्छ पाम्स। यसको महत्त्व जिन्सीकै महत्त्व, त्यही सम्पत्ति संरक्षण गर्ने हो कि अरू केही पनि छैन। फेरि एकचोटि भन्छ नि सार नै सरन्त नारायणहरू हुनुहुन्छ यहाँ, ल ध्यान दिने फेरि सरकारी सम्पत्ति अथवा सरकारको नाममा भएको जिन्सी व्यवस्थापनको कार्यालय भन्दा पनि हुन्छ है, अथवा सरकारी जिन्सी सम्पत्तिहरूको व्यवस्थापनको कार्यालय प्रविधि मैत्री तुल्याउन अथवा प्रभावकारी तुल्याउन विकास गरी प्रचलनमा ल्याइएको कम्प्युटर प्रणालीमा आधारित सिस्टमलाई पाम्स भनिन्छ। यसको पुरा रूप चाहिँ पब्लिक एसेट्स म्यानेजमेन्ट सिस्टम हो है, त्यही सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली अथवा सरकारी सम्पत्ति व्यवस्थापन प्रणाली भन्छ एउटै हो है। अनि अर्को विषय के भन्दा यसले सरकारी सम्पत्तिको लेखाङ्कन गर्ने, सुरक्षा गर्ने, संरक्षण गर्ने, सम्वर्धन गर्ने, आन्तरिक नियन्त्रण प्रणाली अवलम्बन गर्ने, अनि हजुरको आलेप र अलेप गर्ने गराउने, अनि हजुरको के अरे यो मर्मसम्मार गर्नुपर्ने माल सामान मर्मसम्मार गर्ने, लिलाम बिक्री गर्ने तथा माल सामानको प्रतिवेदन गर्नेसम्मको कार्यलाई प्रभावकारी तुल्याउने गर्छ, छिटो छरितो तुल्याउने गर्छ। यसको माध्यमबाट समग्र सरकारी सम्पत्तिको रियल टाइम रिपोर्टिङ गर्न मद्दत पुग्छ अथवा यथार्थ समयमा तत्काल प्रतिवेदन प्राप्त गर्न टेवा पुग्दछ भन्ने। अनि नेपाल सरकारको 77 कार्तिक 20को निर्णय अनुसार यो प्रणाली सञ्चालनमा आएको, यो प्रणाली सञ्चालन गर्ने केन्द्रीय निकायको भूमिका मल्ल निकायले निर्वाह गर्ने गर्छ भने हजुरको यसका लागि आवश्यक पर्ने युजर आइडी र पासवर्ड प्रदान गर्ने र कुनै समस्या भएमा त्यसमा सल्युसन निकाल्ने अथवा केही सहयोग प्रदान गर्ने काम चाहिँ सम्बन्धित कोले निकाय र परले निकाय भनेको प्रदेश लेखा नियन्त्रकको कार्यालयले त्यो भूमिका निर्वाह गर्ने गर्छन्। यसलाई भनिन्छ पाम्स। सकिन्छ? सारौँ कि के गरौँ? जाने त होला कि भन्ने सजिन्छ छोटो ल। सरकारी एजेन्सी सम्पत्तिको सरकारी एजेन्सी सम्पत्तिको सरकारी एजेन्सी सम्पत्तिको व्यवस्थापनलाई सरकारी एजेन्सी सम्पत्तिको व्यवस्थापनलाई प्रभावकारी तुल्याउन विकास गरी प्रचलनमा ल्याइएको कम्प्युटर प्रणालीमा आधारित सिस्टमलाई पाम्स हुनेछ। सरकारी एजेन्सी सम्पत्तिको व्यवस्थापनलाई प्रभावकारी तुल्याउन विकास गरी प्रचलनमा ल्याइएको कम्प्युटर प्रणालीमा आधारित एउटा सिस्टमलाई अथवा सफ्टवेयर सिस्टमलाई भन्दा पनि हुन्छ, सफ्टवेयर सिस्टम हो, सिस्टमलाई पाम्स भनिन्छ। सकिन्छ? सरकारी एजेन्सी सम्पत्तिको व्यवस्थापनलाई प्रभावकारी तुल्याउन विकास गरी प्रचलनमा ल्याइएको कम्प्युटर प्रणालीमा आधारित सिस्टमलाई पाम्स भनिन्छ। अर्को विषय के गर्ने भन्दा
यसले भनौँ न है, यसले भनेको शैली हुन्छ अर्को बेला यसले र कमा जाने सब लेख जाने सरकारी सम्पत्तिको लेखाङ्कन गर्न भनेको लेखा राख्न सुरक्षा संरक्षण र सम्वर्धन गर्न सुरक्षा संरक्षण र सम्वर्धन गर्न आन्तरिक नियन्त्रण प्रणाली आन्तरिक नियन्त्रण प्रणाली अवलम्बन गर्न आन्तरिक नियन्त्रण प्रणाली अवलम्बन गर्न आलेप र अलेप गर्ने आधार तय गर्न आन्तरिक र अन्तिम लेखा परीक्षण गर्ने आधार तय गर्न अनि मर्मत सम्भारको आधार तय गर्न निलाम बिक्रीको कार्यलाई निलाम बिक्रीको कार्यलाई प्रभावकारी तुल्याउनु एवं निलाम बिक्रीको कार्यलाई प्रभावकारी तुल्याउन एवं हेर्नुहोस् त प्रतिवेदन प्रतिवेदन तयार गरी पेश गर्ने सम्मको कार्यलाई कार्यलाई व्यवस्थित तुल्याउने गर्दछ यसले सरकारी सम्पत्तिको लेखाङ्कन गर्न सुरक्षा संरक्षण र सम्वर्धन गर्न हेर्नुहोस् त आन्तरिक नियन्त्रण प्रणाली अवलम्बन गर्न आलेप र अलेप गर्ने आधार तय गर्न मर्मत सम्भारको आधार तय गर्न निलाम बिक्रीको कार्यलाई प्रभावकारी तुल्याउन एवं प्रतिवेदन तयार गरी पेश गर्नेसम्म कार्यलाई व्यवस्थित बनाउने गर्छ अनि अर्को लेख्न जाने यसको माध्यमबाट सरकारी सम्पत्तिको यसको माध्यमबाट सरकारी सम्पत्तिको रियल टाइम यसको माध्यमबाट सरकारी सम्पत्तिको रियल टाइम रिपोर्टिङ गर्न टेवा पुग्दछ हेर्नुहोस् त यसको माध्यमबाट सरकारी सम्पत्तिको यथार्थ समयमा प्रतिवेदन गर्न भनेको है रियल टाइम रिपोर्टिङ गर्न मद्दत पुग्छ भन्ने अनि अर्को बुलेटमा गएर के भन्ने भन्दा यो प्रणाली सञ्चालन गर्ने केन्द्रीय निकायको भूमिका केन्द्रीय निकायको भूमिका मले निकाले महालेखा नियन्त्रकको कार्यालय भनेको है मले निकाले निर्वाह गर्दछ भने गर्दछ भनौँ यहाँ गर्दछ
अर्को भेटमा टुक्राको है छोटो बनाएको पाम्प सञ्चालन गर्न पम्प सञ्चालन गर्न आवश्यक पर्ने युजर आइडी र पासवर्ड सम्बन्धित बोलिनीका कोष तथा लेखा नियन्त्रकको कार्यालय बोलिनीका र पर्लेनिका प्रदेश लेखा नियन्त्रकको कार्यालयले प्रदान गर्ने गर्दछन्। अनि अर्को विषय के भने भन्दा नेपाल सरकारको विक्रम सम्वत 2077 कार्तिक 20 गतेको नेपाल सरकारको विक्रम सम्वत 2077 कार्तिक 20 गतेको निर्णय अनुसार भनेको निर्णय अनुसार यो प्रणाली प्रचलनमा ल्याइएको नेपाल सरकारको विक्रम सम्वत 2077 कार्तिक 20 गतेको निर्णय अनुसार एक प्रणाली प्रचलनमा ल्याइएको यसलाई भनिन्छ पाम्स। ल पाम्स भनेको यही हो। सकिन्छ कि नै के भन्दै हुनुहुन्छ? सकिन्छ? सार्नु पनि होइन सार्दै सार्दै भन्दै हुनुहुन्छ। ठिक छ सार्नुभयो। ल भनेको भने यसको एउटा पाम्स सरकारी सम्पत्ति व्यवस्थापनमा पाम्सले कसरी मद्दत गर्छ भनेर आउँछ क्वेसन है। त्यो त कमन छ, मैले लेखाइदिउँ कि नलेखाइदिउँ हिँड्यो यसको महत्त्व। भूमिका चलन्त नारायणहरू हुनुहुन्छ सार्नु ल। सरकारी सम्पत्तिको सुरक्षा संरक्षण र सम्वर्धन गर्न सरकारी सम्पत्तिको सुरक्षा संरक्षण र सम्वर्धन गर्न। अनि अरू के भन्ने भन्दा सरकारी सम्पत्तिको रियल टाइम रिपोर्टिङ गर्न सरकारी सम्पत्तिको रियल टाइम रिपोर्टिङ गर्न। अनि आन्तरिक नियन्त्रण प्रणाली अवलम्बन गर्न आन्तरिक नियन्त्रण प्रणाली अवलम्बन गर्न आन्तरिक नियन्त्रण प्रणाली अवलम्बन गर्न। सरकारी सम्पत्तिमा हुने अनियमितता
चुहावट र अनियमितता, चुहावट र भ्रष्टाचार जन्ने, अनियमितता, चुहावट र भ्रष्टाचार जन्ने गतिविधिहरू अन्त्य गर्न। सरकारी सम्पत्तिमा हुने अनियमितता, चुहावट र भ्रष्टाचार जन्ने गतिविधिहरू अन्त्य गर्न। हेर्नुहोस् त। अनि अर्को विषय के भन्ने भन्दा आलेप र अलेप गर्ने आधार तय गर्न। आलेप र अलेप गर्ने आधार तय गर्न। जेन्सीको दोहोरो र अनावश्यक खरिद नलिन। जेन्सीको दोहोरो खरिद, अनावश्यक खरिद हुन नलिन। अनि अर्को विषय के भने भन्दा मर्मत सम्भार गर्नुपर्ने जेन्सी माल सामानको विवरण। मर्मत सम्भार गर्नुपर्ने जेन्सी माल सामानको विवरण पत्ता लगाई मर्मत सम्भार गर्न। एक कममा जेन्सी माल सामान निलाम बिक्री गर्ने आधार। एक कममा जेन्सी माल सामान निलाम बिक्री गर्ने आधार तय गर्न। अनि अर्को विषय के भने भन्दा जेन्सी माल सामान कहाँ, कति र कस्तो अवस्थामा छन् भन्ने विषय पत्ता लगाउनु। जेन्सी माल सामान कहाँ, कति र कस्तो अवस्थामा छन् भन्ने विषय अथवा त्यो सूचना चाहिँ पत्ता लगाउन भनेको है। अनि अर्को विषय के भने भन्दा नीति निर्माता र निर्णय निर्माणकर्तालाई आवश्यक सूचना उपलब्ध गराउन। जिन्सी श्रेष्ठता प्रणालीमा जिन्सी श्रेष्ठता प्रणालीमा आन्तरिक नियन्त्रण प्रणाली यसरी आर्थिक अनुशासन वित्तीय शिक्षण भन्नुभयो है। प्रणालीमा आर्थिक अनुशासन, आर्थिक अनुशासन र सुशासन, आर्थिक अनुशासन र सुशासन कायम गर्नु। आज यही विषय लेखौँ लेखौँ सार्नु सार्नु भयो।
के छ साथी हो? के साह्रै छैन, सजिलो छ, केही पनि छैन, नसुने विषय केही आयो? केही पनि आउँदैन। अहिलेसम्म पढेका एजेन्सीबाट पढेका सबै विषय यहाँ आउँछन्, तर हजुरलाई मैले यहाँ लेखाइदिएँ है। एजेन्सीको महत्त्व भन्यो भने नि यही हो, केही पनि छैन एजेन्सी व्यवस्था प्रणालीको महत्त्व भन्यो भने पनि। ल केही छ भने भन्नुहोस्, छैन भने म अगाडि बढेँ। सर बुक ल्याउनु त कता छ? यहाँ एउटा विषय घुम्न दिन्छु। ल बुक भएको छ त्यसले पल्टाउने, मैले लेखेर त्यत्तिकै टाइम बर्बाद गर्नु किन पऱ्यो र है, बुझाइदिउँ ल कता छ। एउटा विषय बोक्नुपर्छ त्यसमा। ए लेखा राख्ने व्यवस्था यताउता केही गर्नु परेन, ध्यान दिने त्यहाँ टिप्ने। ए 229मा छ है पेजमा। सार्वजनिक सम्पत्तिको अभिलेख राख्दा खुलाउनु पर्ने विवरण भनेको छ। सार्वजनिक सम्पत्तिको अभिलेख राख्दा के कस्ता विवरण खुलाउनुपर्छ भने माल सामानको नाम, स्पेसिफिकेसन भन्छ, गुण विशेषता भनेको यही छ। उत्पादन गर्ने कम्पनीको नाम, मुलुक, साइज, क्षमता कति हो के हो भन्ने कुरा, खरिद गरेको प्राप्त भएको सम्पत्तिको अनुमानित आयु कति हो, सामान प्राप्त भएको स्रोत, खरिद अनुदान अथवा हस्तान्तरण के हो, वैदेशिक सहायताबाट प्राप्त सम्पत्तिमा राजस्व छुट भएको भए सो विषय, अनि त्यसको क्वान्टिटी परिमाण, अनि डिप्रिसिएसन लागू हुने वा नहुने अवस्था र डिप्रिसिएसन लागू हुने हो भने राजपट्टिको दर, अनि कैफियत खुलाउनु पर्ने विषय केही छन् भनेर 1 2 3 4 5 6 7 8 9वटा सानसानो बुलेट छन्। थोरै विषय छ, यो विषय बोक्नु है। अनि अर्को यहाँ बुक ल्याएको बेला अर्को विषय जोडिहालेँ मैले आजलाई। ल यही हो पाम्स भनेको, यसमा केही पनि छैन, भने के हो महत्त्व के हो भन्ने सन्दर्भमा यसबाट क्वेसन आउने, र अर्को विषय यहाँ के विषय खुलाउनु पर्छ भनेर सोध्ने गरेका छ है। र अर्को अब हामी सार्वजनिक वित्त व्यवस्थापन र लेखा परीक्षण प्रणालीमा जान्छौँ है। अब यसमा महत्त्वपूर्ण विषय के हो त, हजुरले के गर्नुपर्छ भन्ने विषय म भनिदिन्छु, पढ्दै गर्ने, हामीले पढ्दाखेरि हजुरलाई सजिलो हुन्छ है। बुक छ भने पल्टाउने हेर्न सुरु गरिदिए भोग्नुपर्ने विषयहरू भनिदिन्छु ल। ल हेर्नुहोस् त, यसमा भोग्नुपर्ने विषय भनेको र हामी यहाँ पढ्दै जान्छौँ, यसमा तनाव दिनु परेन है। बुकमा धेरै प्रकारका लेखाहरू छन्, राखिएको छ, त्यता जानु परेन। अँ, मूल्य अभिवृद्धि कर पल्टाउनुहोस् त्यहाँ पहिला, बुक छ भने हेर्दै गर्नुहोस्। बेरिजु नयाँ बेरिजु पढ्नुपर्छ है। मैले यसो टिकट गरेर ल्याएर हजुरलाई यहाँ लेखाइदिउँ ल। अब यो तपाईँको विज्ञापन खुल्ने बेलासम्म पुरानै थियो, अस्ति भर्खर नयाँ आएको छ, तपाईँको भएर हजुरको यसमा बुकमा सबै बुकमा हजुरले पुरानो भेटाउनुहुन्छ, अब त्यति नयाँ तथ्याङ्क हुँदैन ल। अब यहाँ मूल्य अभिवृद्धि करमा पल्टाउनुहोस् त त्यहाँ, हेर्नुहोस् नभए टिप्नुहोस् है। म यहाँ अब हामी यो विषयमा प्रवेश गऱ्यौँ, तसर्थ यहाँ यो कानुन पनि पढ्नुपर्छ, केही विषय आफूले घोक्नुपर्ने छ, त्यही विषय घोक्दै गर्ने सुरु गर्ने के। एउटा विषय के गर्ने भन्दा अरू केही गर्नु परेन। मूल्यवृद्धि करमा दर्ता सम्बन्धी भएको व्यवस्था भनेको छ, अनिवार्य दर्ता, अनि अस्थायी दर्ता र हजुरको स्वैच्छिक दर्ता भनेको छ है। त्यहाँ हेर्ने ब्याटमा अनिवार्य, अस्थायी र स्वैच्छिक दर्ता, कहिलेकाहीँ भित्र पनि गर्न सक्छ, त्यो विषय घोक्नै पर्छ, लेखाइदिनु पर्ने लेखाइदिनु, तर घोक्ने विषय मैले लेखाउनु अहिलेदेखि भने एउटा विषय। अनि अर्को विषय मूल्यवृद्धि करमा दर्ता प्रक्रिया भनेको छ, यो दर्ता प्रक्रियालाई यस्तो गर्ने यस्तो गर्ने यस्तो गर्ने भनेर 7 8वटा बुलेट राखिएको छ, यिनै बुलेट कानुनका विषय हो। यो विषय एउटा भ्याटमा भोग्नुपर्ने विषय त्यही है। अनि अर्को विषय छ
त्यो अगाडि नै राखेका विषय घोक्ने है बुकमा सर्टकटमा अनिवार्य दर्ता अनि अस्थायी दर्ता स्वैच्छिक दर्ता भनेको छ। अनि अर्को विषय त्योभन्दा पछाडि जानुहोस्, हेर्नुहोस् त्यहाँ के छ भन्दा मूल्यावधि करमा दर्ता खारेजी भनेको छ। हेर्नुहोस् है, उयो भ्याट ऐनको दफा 11 दर्ता खारेजी कर अधिकृतले दिएको कुनै अवस्थामा दर्ता भएको व्यक्तिको दर्ता खारेज गर्नुपर्नेछ भनेको छ। यसको क ख ग घ ङ च छ सम्मका विषयहरू पढ्ने, त्यो तलका यो उपदफा यति दर्ता खारेजीका लागि भन्ने विषय पढाउनु पर्दैन है, पढ्नु पर्दैन त्यो चाहिँ। बुझ्नुभयो भनेको दर्ता खारेजी कदेखि चसम्म दर्ता खारेजी बनिन्छ, यही भोग्नुपर्ने विषय भएर दर्ता खारेजीको ब्याटमा है, म्याथमा दर्ता खारेजीको कदेखि खसम्मका किन 7वटा बुलेट भोग्ने है। अनि अर्को छ हजुरको दफा 17 भनेको त भुक्तानीमा करकट्टी हो क्या, त्यो आउँदैछ पर्खिनु ल। अनि अर्को विषय ए, कर विवरणमा खुलाउनु पर्ने विषय। मूल्यवर्धित करको विवरण बुझाउँदा के कस्ता विवरणहरू खुलाउनु पर्छ भने त छोटा छोटा बुलेट छन् यसमा पनि, 5-7वटा, त्यो पनि घोक्ने। अब यहाँ लेख्न त क्लासमा लेख्नलाई समस्या छैन, हेर्नुहोस् है, क्लासमा त लेखौँला, त्यो क्लासमा लेखेरै सार्ने मात्र हो। अहिलेदेखि पढ्ने विषय भन्ने कुरो बुझ्नु पर्यो, हजुरले घोक्नै पर्छ त्यो। अनि अर्को छ कर विवरण दाखिला सम्बन्धी विषय, के अरे दाखिला सम्बन्धी व्यवस्था। कर विवरण यहाँ के हो विवरण दाखिला अर्थात् प्रेस गर्ने भनेको सम्बन्धी व्यवस्था, यी दुईटा मिल्दा जुल्दा विषय हुन्, ध्यान दिनु ल। हेर्नुहोस् त, यो भने के भन्दा कर विवरण दाखिला सम्बन्धी व्यवस्था के छ भनेर एउटा विषय, अनि यही दाखिला गर्दा के कस्ता कुराहरू खुलाउनु पर्छ भन्ने विषय हो है। अनि अर्को विषय हजुरले भनेको भ्याटकै भन्नुभयो होला है। अनि त्यो पृष्ठ 17 उसको पढ्ने हो। यहाँको दफा 17 चाहिँ हजुर के गर्ने भन्दा कर कट्टी गर्ने, कट्टी गर्ने व्यवस्था। कर कट्टी गर्ने व्यवस्था कस्तो कस्तो अवस्थामा कर कट्टी गर्न सकिन्छ भन्ने सन्दर्भमा यहाँ छ। यसका पनि 5-7वटा छोटा बुलेट हेर्दै गर्ने, पछि पढ्दा हामी छलफल गर्छौँ है। त्यो भइहाल्यो। अगाडि सर्टकटमा राखेछ, पछाडि कानुन पुरै राख्दाखेरि लामो भएको हो कि। कर्कट्टीमा अगाडि मूल्यवधि करेन्ट 52 को दफा 17 भएको व्यवस्था भनेर कर्कट्टीमा टु बी पोइन्ट छन्, पछाडि हेर्नु परेन क्या, त्यो भएपछि अगाडि पढ्ने हो है। कर निर्धारण भनेको छैन, भनेको छ कर निर्धारण प्रक्रिया पैतालमा पढ्नु पऱ्यो नि, टाउको नदुखाउने है। यहाँ बोको बर गाह्रो लाग्न सक्छ। स्थिरता सिकाउन जानु परेन। अनि अर्को एउटा विषय बोक्ने यही मूल्यवधि करमा कर छुटिने वस्तु र सेवा भन्छ, तर लाग्ने नलाग्ने भनेको छ। तर लाग्ने नलाग्ने भन्दा पनि कर छुटिने विषय, कर छुट हुने विषय अथवा सेवा अथवा क्षेत्र।
आधारभूत कृषि उपजमा लाग्दैन, कृषि सामग्रीमा लाग्दैन, शिक्षामा लाग्दैन, जग्गा र भवनमा लाग्दैन भनेको छ। यो विषय चाहिँ जान्नु पर्यो है। ट्रेडिङ गर्ने त्यही हो। ल यति जाने बिहाटमा सिकिन्छ सबै विषय। मैले भनेका विषयबाट भित्रबाट आउँछ, फेरि हामीले पढ्न त पढ्दाखेरि छलफल गर्छौँ, तर यी विषय चाहिँ हजुरहरूले हेर्दै गर्नुपर्छ। सुन्दै हुनुहुन्छ कि साथै हुनुहुन्छ कि नै? अन्त सरले के लेखाइदिन्छ त्यही साराउन भन्ने होला सर, अन्त त त्यो त भएन है। अनि अर्को विषय पनि म भनिदिन्छु, सबै पनि भनिदिन्छु ल आज है। अनि आर्थिक कार्यविधिमा हजुरले त्यस्तो गर्नु परेन, हामी यही पढ्छौँ, क्लासमै पढ्छौँ। अनि यो आर्थिक कार्यविधिमा चाहिँ लेखा परीक्षण तथा आन्तरिक नियन्त्रण समितिको गठन भनेको छ। लेखा परीक्षण तथा आन्तरिक नियन्त्रण समितिको गठन, यो समितिको गठन चाहिँ एक दुईचोटि सुन्ने गरेको छ है। त्यो विषय जान्ने आन्तरिक लेखा परीक्षण भनेर त हामीले पढ्ने लेखा परीक्षण आइ नै हाल्छ, सेम त्यही हो है। आन्तरिक नियन्त्रण समितिको गठन पर्ने। अनि अब यहाँ बेरोजु पर्छौट भन्ने स्कुलमा हामीले पढिहाल्छौँ, यहाँ कानुनमा त जानु परेन त्यति है। अनि आय करमा चाहिँ परिच्छेद 17 भनेको त भुक्तानीमा करकट्टी भनेको के हो भन्ने विषय म हजुरलाई बुझाउँछु नाति नै। अन्त भुक्तानीमा करकट्टी कसरी हुन्छ भन्ने विषय पनि हजुरलाई मैले उ गरिदिउँ, तर एउटा चाहिँ पढ्ने, यो भुक्तानीमा करकट्टी सम्बन्धी व्यवस्थाका चाहिँ हेडिङ चाहिँ पढ्ने है। भुक्तानीमा करकट्टीको चाहिँ हेर्नुहोस् त, आयकर ऐनको दफा 87 दफा 87 अनि त्यो पछाडि 93सम्मका हेडिङ पढ्ने, हेडिङ पढ्ने त्यहाँको पुगेर बस्ने। यही हो, यो भने कस्तो हो कसरी हुन्छ भन्ने विषय मैले हजुरलाई भनौँ ल। र त्यो प्लस हजुरको अब यो लेखा परीक्षण गर्ने विषय भनेको छ, लेखा परीक्षण ऐनको दफा 8 लेखा परीक्षण गर्ने विषय भनेको छ। लेखा परीक्षण गर्ने विषयहरू हेर्नुहोस् त, 30-32वटा 30+वटा बुलेटहरू छन् लेखा परीक्षण गर्ने विषय भनेर लेखा परीक्षण ऐनको दफा 8मा राखेको छ। तर त्यो सबै 30-32वटा चाहिँदैन, त्यसमध्येमा तपाईँहरूलाई जुन सजिलो लाग्छ हजुरहरूलाई त्यो चाहिँ 10-12वटा चाहिँ टक्क नोट बनाएर पढ्ने, त्यो चाहिँ ट्याक्कै आउन सक्ने क्वेसन है। त्यसमा त केही पढ्नै पर्दैन, जुन सजिलो लाग्छ त्यही टिक गर्ने, ठ्याक्क तान्ने। लेखा परीक्षण गर्ने विषय भनेर हान्नुभयो भने गुगलमा नै आइ नै हाल्छ उति बेलै लेखा परीक्षण अनुसारको। अनि जुन बुलेट सजिलो लाग्छ त्यही सार्ने। छोटो बनाएर भनेको छोटा छोटा बुलेट लेख्ने, छोटो बनाएर लेख्न मिल्छ है। त्यति गर्ने, त्यति गर्न सक्यो भने मैले भने जतिका पढ्नुभयो भने हजुरले पढ्नुभयो भने पढाउन पनि छिटो हुन्छ। तर आउने फेरि यहाँ यस्तो हो, हजुरले के बुझ्नु पर्यो भन्दा लेखा परीक्षण गर्ने विषय भन्ने सन्दर्भमा लेखाइदिनु भन्नुहुन्छ, लेखाइदिने भन्ने विषय त अब त्यहाँ छँदैछ 32वटा बुलेटबाट 10वटा बुलेट पढ्नु भन्दा त लेखाइदिनु त पर्दैन, जहाँ पनि एउटै हुन्छ, त्यो त कानुनको विषय हो हेर्नुहोस् है। विनियोजन भएको रकमहरू अथवा बजेटको सीमा उल्लङ्घन भयो वा नभएको, तोकिएको शीर्षकमा खर्च गरे वा नगरेको भनेको छ, त्यही विषय हेर्ने भनेको छ। तपाईँलाई जुन सजिलो लाग्छ त्यही पढ्नुहोस्। त्यो यहाँ लेखाएर यहाँ पढ्न छ बाँकी छ, सरले पढाएपछि पढाउँला भन्ने हो भने इक्जाम आउँछ त्यति बेलासम्म, त्यसर्थ त्यही भोग्नुपर्ने विषय त्यो भोग्ने है। अनि 87देखि 93सम्म भनिहालेँ मैले। आयकर ऐनको परिच्छेद 17वाला त्यो पनि पढ्ने है। अनि आन्तरिक नियन्त्रण समितिको गठन भनेको थियो नि, त्यो गठन पनि टक्क घोकेर बस्ने। गठन के भनेर आउँछ र आन्तरिक लेखा परीक्षण भनेको के हो यताउता भन्ने विषय हामीले क्लासमा पढिहाल्छौँ, त्यो तनावै भएन। यहाँ पढ्ने विषय, बदलाउने विषय, अरूलाई बुझाउने विषय त छँदैछन्, ती मैले भनेको छैन। त्यो बाहेकका जुन ठ्याक्कै घोक्नुपर्छ त्यही टपिक त लेखाइदिन्छु है, किन लेख्ने बुकमा सर्टकटमा राखेको छ अगाडि, त्यो पढ्ने। अनि हजुरको यो यहाँ जुन अब हामीले पढ्ने खण्ड छ यो फेरि हजुरको माथि पढेका र यी खण्ड चाहिँ लेखा र लेखा परीक्षणका खण्ड ठ्याक्क अफिसरसँग मिल्ला छन् है। अनि ब्याटमा कर्कटी सम्बन्धी मैले बुझाउन पर्ने होला है, केही छैन। र त्यति भने अब आज म अगाडि बढेँ ल। अब हाम्रो विषय छ लेखा परीक्षण भन्ने।
अब यसलाई त सरकारी लेखा परीक्षण भनौँ। लेखा परीक्षण भनेको हामीले सबैको हुन्छ लेखा परीक्षण, हामीले भन्ने सरकारी लेखा परीक्षण है। ल हेर्नुहोस् त, विषय छ सरकारी लेखा परीक्षण, अडिट। सुशासनको त राज्य सञ्चालनका आधार, राज्यले अङ्गीकार गर्ने नीतिहरू, अनि हजुरको यो नागरिक बडापत्र राख्नुपर्ने व्यवस्था, सुशासनमा पर्ने त्यही त हो है। अब भ्रष्टाचारमा त भ्रष्टाचार जान्ने कसरी पढ्न पर्यो, एउटा विषय पढ्ने भनेको त्योभन्दा विषय कति सजाय सजाय त धेरै पढ्न सकिन्न। रिश्वत लिने दिनेलाई सजाय के छ भन्ने पढ्ने एउटा पढ्ने भने, भ्रष्टाचारमा अरू केही नपढ्ने, भ्रष्टाचार जान्ने कसुर के हुन् भन्ने पढ्ने एउटा, अनि हजुरको रिश्वत लिने दिनेलाई कस्तो सजाय हुन्छ भन्ने पढ्ने, त्यति पढ्ने हो। अनि त्यो चाहिँ के अरे रिश्वत लिने दिने, बिना मूल्य वा कम मूल्यमा वस्तु तथा सेवा लिने दिने। ए अब होइन, चेन्ज भएको भनेको एउटा बुलेट मात्रै चेन्ज भएको छ, चेन्ज भएको भनेको नयाँ कानुन आएको होइन कि। मलाई धेरैजनाले त्यही सोध्नुहुन्छ, सर भ्रष्टाचार निवारण नयाँ आएको छ, नयाँ पढ्ने कि पुरानो भन्नुहुन्छ। कानुनै पुरानो हो त, एउटा दुइटा प्रावधान चेन्ज गरेको। त्यही भन्दा बित्तिकै भ्रष्टाचार निवारण र जताततै भ्रष्टाचार मुद्दा चले भन्ने सुनिन्छ तपाईँ हामीले। अनि यही बारेमा ओहो नयाँ आएछ, नयाँ आयो भन्ने होइन, भ्रष्टाचार निवारण 2059 नै हो है। त्यसमा चाहिँ एउटा विषय के भएको छ भन्दा, निर्णय नगर्दा हुने हानि नोक्सानी उपर चाहिँ हजुरको के गर्ने भन्दा, तपाईँको निर्णय नगर्दा हुने हानि नोक्सानी बापत सम्बन्धित पदाधिकारीलाई जिम्मेवार बनाउने भनेर चाहिँ एउटा त्यहाँ थपेको छ है। अरू केही पनि छैन। तर तपाईँ हामी के गर्छौँ भन्दा, यसलाई हेर्नुहोस् त, भ्रष्टाचार निवारण त पुरानो थियो, सङ्घीय सरकार भन्ने थियो, सरकार भन्ने थियो। अब सरकार भन्नाले सङ्घ, प्रदेश र स्थानीय तिनवटै सरकारलाई बुझिन्छ भनेको छ। अब त्यस्तो चेन्ज गरेको छ। त्यही आयो भने तपाईँले के नआयो, कहाँको आयो, के आयो भन्नुहुन्छ। भ्रष्टाचारको परिभाषा त कमन हो नि, त्यो त भ्रष्टाचार भने के हो, भ्रष्टाचार किन हुन्छ, भ्रष्टाचारका कारण भन्ने विषय त कमन हो, त्यो त पढ्न परिहाल्यो। मैले कानुनभित्रका विषय के पढ्ने भनेको छु के है। ऐनको विशेषता पनि पढ्दा राम्रो हुन्छ। ऐनको विशेषता पढ्यो भने ऐनमा के कुरा रहेछ भन्ने कुरा जानिन्छ र ऐनभित्रका कुरा पढ्न सजिलो हुन्छ। कहिलेकाहीँ ऐनका विशेषता पनि सोध्छ, स्थानीय सरकार सञ्चालन ऐनका विशेषता उल्लेख गर्नुहोस् भनेर आइदिन्छ कहिलेकाहीँ। उनीको विशेषता कसरी पढ्ने भनेर मैले हजुरलाई भनिसकेको छु। त्यो ऐनको माथि हेडिङ हेडिङ अथवा तपाईँको दफा दफा लेख्ने, त्यो दफा दफा नै ऐनको विशेषता हो, जहाँबाट पनि त्यही है। यता पढ्ने, यता हेर्ने अब सरकारी लेखा परीक्षण। हेर्नुहोस् त, सरकारी लेखा परीक्षण भने के हो भन्दा, हेर्नुहोस् त, सरकारी बजेटको खर्च गरी के गरी रे, सरकारी बजेटको खर्च गरी, थोरै चिन्ह भएको छ ल, सरकारी बजेटको खर्च गरी राखिएको लेखाको, सरकारी बजेटको खर्च गरी राखिएको लेखाको अधिकार प्राप्त अधिकारी वा निकायबाट जाँच गर्नेदेखि प्रतिवेदन गर्नेसम्मको कार्यलाई सरकारी लेखा परीक्षण भनिन्छ अथवा लेखा परीक्षण भनिन्छ भन्ने। सरकारी बजेट खर्च गरी राखिएको लेखाको, कस्तो रे, सरकारी बजेट खर्च गरी राखिएको लेखाको अथवा त्यस लामो नबनाएर सरकारी लेखाको जाँच गर्नेदेखि प्रतिवेदन गर्नेसम्मको कार्य प्रक्रिया एवं पद्धतिलाई सरकारी लेखा परीक्षण भनिन्छ। यसले सरकारी लेखाको वैधानिकता, लेजिटिमेसी भन्छ नि, वैधानिकता भने के हो, सरकारी लेखा कानुनसँग छ कि छैन भनेर मापन गर्ने गर्छ। यसले के गर्छ अरे, सरकारी लेखाको वैधानिकता मापन गर्ने गर्छ है। अनि यसको प्रमुख उद्देश्य आर्थिक कारोबारमा अथवा सरकारी आर्थिक कारोबारमा आन्तरिक नियन्त्रण प्रणाली कायम गर्नुका साथै आर्थिक अनुशासन र वित्तीय सुशासन कायम गर्नु हो। के हो रे, यसको प्रमुख उद्देश्य सरकारी कारोबारमा अथवा सरकारी आर्थिक कारोबारमा आन्तरिक नियन्त्रण प्रणाली कायम गर्नुका साथै आर्थिक अनुशासन र वित्तीय सुशासन कायम गर्नु सरकारी लेखा परीक्षणको प्रमुख उद्देश्य हो। त्यही गर्नका लागि लेखा परीक्षण गरिन्छ, आन्तरिक नियन्त्रण प्रणाली अवलम्बन गर्नु, आर्थिक अनुशासन वित्तीय सुशासन कायम गर्न सरकारी लेखा परीक्षण गर्ने गरिन्छ भन्ने। अनि अर्को विषय के भन्दा, यसलाई दुई प्रकारमा विभाजन गर्ने गरिन्छ भनेको, एउटा इन्टरनल र अर्को फाइनल भन्ने कुराहरू थाहा छ रहेछ। एउटा आन्तरिक र अन्तिम अथवा बाह्य भने पनि हुन्छ।
आन्तरिक लेखा परीक्षण र अन्तिम लेखा परीक्षण गरी यसलाई दुई प्रकारमा विभाजन गर्ने गरिन्छ भनेको सरकारी लेखा परीक्षणलाई आन्तरिक लेखा परीक्षण र अन्तिम लेखा परीक्षण गरी दुई प्रकारमा विभाजन गर्ने गरिन्छ र यसलाई प्रभावकारी तुल्याउन विशिष्टीकृत कानुनको रूपमा र चाहिँ सरकारी लेखा परीक्षणलाई प्रभावकारी तुल्याउन विशिष्टीकृत कानुनको रूपमा आलेख निर्देशिका 2079 र लेखा परीक्षण ऐन 2075 प्रचलनमा छन् भनेको आन्तरिक लेखा परीक्षण निर्देशिका 2079 छ र लेखा परीक्षण ऐन 2075 प्रचलनमा छ अथवा छन् भन्ने र लेखा परीक्षणको कार्यलाई प्रविधि मैत्री तुल्याउन कम्प्युटर प्रणालीमा आधारित सिस्टम नेम्स भन्छ हेर्नुहोस् त NAMS नेम्स भनेको नेपाल अडिट म्यानेजमेन्ट सिस्टम हेर्नुहोस् त नेपाल अडिट म्यानेजमेन्ट सिस्टम यो नेम्स प्रचलनमा छ भन्ने यो नेम्स चाहिँ हजुरको मलेपले प्रयोग गर्ने गर्छ यसलाई भनिन्छ लेखा परीक्षण अथवा सरकारी लेखा परीक्षण म फेरि भन्छु ल सरकारी लेखाको जाँच गर्नेदेखि प्रतिवेदन गर्नेसम्मको कार्य प्रक्रिया एवं पद्धतिलाई सरकारी लेखा परीक्षण भनिन्छ भनेको लामो बनाए पनि हुन्छ सरकारी लेखाको जाँच परीक्षण मूल्याङ्कन लेखाजोखा समीक्षा एवं प्रतिवेदन गर्नेसम्मको कार्यलाई सरकारी लेखा परीक्षण भनिन्छ यसले सरकारी आर्थिक कारोबारको वैधानिकता मापन गर्ने गर्छ भनेको वैधानिक छ कि छैन उपयुक्त छ कि छैन कानुनसँग छ कि छैन राख्नुपर्ने लेखा राखेको छ कि छैन ठिक छ कि छैन भन्ने कुरा मापन गर्ने काम सरकारी लेखाले गर्छ के अरे लेखा परीक्षणले गर्छ भनेको है तसर्थ यसले सरकारी आर्थिक कारोबारको वैधानिकता मापन गर्ने गर्छ यसको प्रमुख उद्देश्य सरकारी आर्थिक कारोबारमा आन्तरिक नियन्त्रण प्रणाली कायम गर्नुका साथै आर्थिक अनुशासन र वित्तीय सुशासन कायम गर्नु हो यसलाई आन्तरिक लेखा परीक्षण र अन्तिम लेखा परीक्षण गरी दुई प्रकारमा विभाजन गर्ने गरिन्छ र अर्को विषय के भन्दा यसलाई प्रभावकारी तुल्याउन विशिष्टीकृत कानुनको रूपमा आन्तरिक लेखा परीक्षण निर्देशिका 2079 र लेखा परीक्षण ऐन 2075 प्रचलनमा छन् र लेखा परीक्षणको कार्यलाई प्रविधि मैत्री तुल्याउन कम्प्युटर प्रणालीमा आधारित सिस्टम नेम्स नेपाल अडिट म्यानेजमेन्ट सिस्टम प्रचलनमा ल्याइएको छ र लेखा परीक्षणको कार्यलाई स्वतन्त्र र निष्पक्ष तुल्याउन स्वतन्त्र संवैधानिक निकायको रूपमा मलेप महालेखा परीक्षाको व्यवस्था गरिएको छ सम्म लेख्न मिल्छ है त्यो पनि लेख्दा राम्रो हुन्छ म फेरि एकचोटि भन्छु नि सार्ने ल सरकारी लेखाको जाँच परीक्षण गर्नेदेखि प्रतिवेदन गर्नेसम्मको कार्यलाई लेखा परीक्षण भनिन्छ अथवा सरकारी लेखा परीक्षण भनिन्छ यसले हेर्नुहोस् है यसले हजुर के गर्छ भन्दा सरकारी आर्थिक कारोबारको वैधानिकता मापन गर्ने गर्छ अनि अर्को विषय के भन्दा यसको उद्देश्य आन्तरिक नियन्त्रण प्रणाली कायम गर्नुका साथै आर्थिक अनुशासन र वित्तीय सुशासन कायम गर्नु हो अनि अर्को विषय के भन्दा यसलाई आन्तरिक र अन्तिम गरी दुई प्रकारमा विभाजन गर्ने गरिन्छ यसलाई प्रभावकारी तुल्याउन हजुरको के भन्छ यसलाई आन्तरिक लेखा परीक्षण निर्देशिका 2079 र लेखा परीक्षण ऐन 2075 प्रचलनमा छन् यसको कार्यलाई प्रविधि मैत्री तुल्याउन कम्प्युटर प्रणालीमा आधारित सिस्टम नेम्स प्रचलनमा छ साथै अर्को विषय के भन्दा यो सरकारी लेखा परीक्षणलाई निष्पक्ष तुल्याउनका लागि स्वतन्त्र संवैधानिक निकायको रूपमा के भन्छ के अरे यो मलेप महालेखा परीक्षकको व्यवस्था गरिएको छ भन्ने सकिन्छ सार्ने सारौँ केही छैन सजिलो छ सारौँ भन्ने आयो नि मेसेज गर्नु बेसी नै क्या हो ल सारौँ ल सरकारी लेखाको जाँच परीक्षण
मूल्याङ्कन गर्नेदेखि, सरकारी लेखाको जाँच परीक्षण मूल्याङ्कन गर्नेदेखि प्रतिवेदन गर्नेसम्मको, प्रतिवेदन गर्नेसम्मको कार्य प्रक्रिया एवं पद्धतिलाई, कार्य प्रक्रिया एवं पद्धतिलाई सरकारी लेखा परीक्षण भनिन्छ। हेर्नुहोस् त, सरकारी लेखाको जाँच परीक्षण मूल्याङ्कन गर्नेदेखि प्रतिवेदन गर्नेसम्मको कार्यलाई सरकारी लेखा परीक्षण भनिन्छ। अर्को बुलेटमा जाने, यसले 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 सरकारी यसले सरकारी आर्थिक कारोबारको अथवा सरकारी लेखाको भनौँ, यसले सरकारी लेखाको यसले सरकारी लेखाको वैधानिकता, मतलब वैधानिकता, यसले सरकारी लेखाको वैधानिकता मापन गर्ने गर्दछ। यसले सरकारी लेखाको वैधानिकता मापन गर्ने गर्दछ। यसले सरकारी लेखाको वैधानिकता मापन गर्ने गर्दछ। सकिन्छ। अनि यसको प्रमुख उद्देश्य, यसको प्रमुख उद्देश्य, यसको प्रमुख उद्देश्य उद्देश्य आर्थिक कारोबारमा आर्थिक कारोबारमा आर्थिक कारोबारमा यसको प्रमुख उद्देश्य आर्थिक कारोबारमा आन्तरिक नियन्त्रण प्रणाली, आन्तरिक नियन्त्रण प्रणाली, आन्तरिक नियन्त्रण प्रणाली प्रणाली कायम गर्नुका साथै कायम गर्नुका साथै कायम गर्नुका साथै आर्थिक अनुशासन र आर्थिक अनुशासन आर्थिक अनुशासन आर्थिक अनुशासन र वित्तीय सुशासन, वित्तीय सुशासन कायम गर्नु हो। अच्छा चाहिँ बुझेर बुझ्ने, हात दुखेर आइरहन्छ, त्यो बेला चाहिँ लेखेको ल, बुझिन्छ भनिरहेको छु। यसको प्रमुख उद्देश्य आर्थिक कारोबारमा आन्तरिक नियन्त्रण प्रणाली अवलम्बन गर्नुका साथै अथवा कायम गर्नुका साथै आर्थिक अनुशासन र वित्तीय सुशासन कायम गर्नु हो। अर्को हेर्न जाने, जस्तो यसलाई भनेको सरकारी लेखा परीक्षणलाई भनेको, यसलाई क्षमा गर्ने सबलेट जाने आन्तरिक लेखा परीक्षण, आन्तरिक लेखा परीक्षण, आन्तरिक लेखा परीक्षण
र आन्तरिक लेखा परीक्षण र अन्तिम लेखा परीक्षण गरी अन्तिम लेखा परीक्षण गरी यसलाई आन्तरिक लेखा परीक्षण र अन्तिम लेखा परीक्षण गरी दुई प्रकारमा विभाजन गर्ने गरिन्छ। दुई प्रकारमा विभाजन गर्ने गरिन्छ। अथवा दुई प्रकारको हुन्छ भनेको है। यसलाई आन्तरिक लेखा परीक्षण र अन्तिम लेखा परीक्षण गरी दुई प्रकारमा विभाजन गर्ने गरिन्छ। अनि अर्को विषयमा जाने, यसलाई प्रभावकारी तुल्याउन। यसलाई प्रभावकारी तुल्याउन। यसलाई प्रभावकारी तुल्याउन विशिष्टीकृत कानुनको रूपमा विशिष्टीकृत कानुनको रूपमा विशिष्टीकृत कानुनको रूपमा कमा गर्दै सब लेख्न जाने। हेर्नुहोस् त, आलेप आलेप निर्देशिका 2079 र लेखा परीक्षण 2075 प्रचलनमा छ। यसलाई प्रभावकारी तुल्याउन विशिष्टीकृत कानुनको रूपमा आलेप निर्देशिका 2079 र लेखा परीक्षण 2075 प्रचलनमा छन् भन्ने। अनि अर्को पेपरमा के भन्ने भन्दा, लेखा परीक्षणको कार्यलाई प्रविधि मैत्री तुल्याउन कम्प्युटर प्रणालीमा आधारित सिस्टम नेम्स भनेको छ नि, NAMS नेम्स, नेपाल एडिट म्यानेजमेन्ट सिस्टम प्रचलनमा छ। अनि अर्को विषय के भने भन्दा, लेखा परीक्षणको कार्यलाई विश्वसनीय र पारदर्शी तुल्याउन। लेखा परीक्षणको कार्यलाई विश्वसनीय र पारदर्शी तुल्याउन स्वतन्त्र संवैधानिक निकायको रूपमा स्वतन्त्र संवैधानिक निकायको रूपमा मलेपको व्यवस्था गरिएको छ। ल,
लेखा परीक्षणको कार्यलाई विश्वसनीय र पारदर्शी तुल्याउन स्वतन्त्र संवैधानिक निकायको रूपमा मलेपमा लेखा परीक्षकको व्यवस्था गरिएको छ भन्ने मलेपाले के छ भन्दा लेखा परीक्षण गर्छ है। यसलाई भन्छ लेखा परीक्षण। हामीले यहाँ धेरै विषय परिचय यो पढ्यो, यसमा धेरै विषय पढ्नु बाँकी छन्। ल अक्षर बुझ मिलाएर बुझ्ने है, नबुझे के लाग्यो र? बुझेन? ल यति गर्ने है। अब यसो गरौँ, अब आज योभन्दा अघिल्लो तल जाँदाखेरि अझै हजुर के हुन्छ भन्दा हुन्छ। ल सकिन्छ, फेरि भन्नुपर्छ? भन्नुपर्छ पर्दैन? सरकारी लेखा परीक्षण भइहाल्यो है। त्यो भनेको सरकारी लेखाको जाँच गर्नेदेखि प्रतिवेदन गर्नेसम्मको काम हो है। अनि यो चाहिँ दुई प्रकारको हुन्छ भनिहाल्यौँ हामीले, आन्तरिक र अन्तिम गरेर दुई प्रकारको हुन्छ भन्यो। अनि हजुरको यसको प्रमुख उद्देश्य भनेकै आर्थिक अनुशासन वित्तीय सुशासन कायम गर्ने आन्तरिक नियन्त्रण प्रणाली अवलम्बन गर्ने हो यसको उद्देश्य भनेको। अनि अर्को विषय हामीले के भनेनौँ, यसलाई चाहिँ यो लेखा परीक्षणको कार्यलाई चाहिँ तपाईँको प्रभावकारी बनाउनका लागि कानुनको व्यवस्था छ। त्यो कानुन भनेको एउटा आलेप निर्देशिका हो, आन्तरिक लेखा परीक्षण निर्देशिका 2079। र अर्को विषय हजुरको लेखा परीक्षण मेन कानुन भनेको मुख्य कानुन अथवा छाता कानुन भनेको चाहिँ लेखा परीक्षण 2075 हो। यी कानुनहरू प्रचलनमा छन् र यिनै कानुनको आधारमा अथवा अधीनमा रही सरकारी लेखा परीक्षण गर्ने गरिन्छ। र यो सरकारी लेखा परीक्षणको कार्य पनि वर्तमान समय त सबै आइटी र आइसिटीको समय हो। यो आइटी र आइसिटीको समयमा लेखा परीक्षणको काम पनि आइटी र आइसिटी मैत्री हुँदै आएको छ। र त्यसलाई आइटी र आइसिटी मैत्री बनाउनको लागि, सरकारी लेखा परीक्षणलाई आइटी र आइसिटी बनाउनको लागि यो नेम्सको चाहिँ प्रचलन छ अथवा नेम्स प्रचलनमा ल्याएको छ भन्ने। अनि यो लेखा परीक्षणको कार्यलाई विश्वसनीय पारदर्शी बनाउनको लागि स्वतन्त्र संवैधानिक निकायको रूपमा हजुरको के अरे यो महालेखा परीक्षकको व्यवस्था गरेको छ भन्ने तपाईँहरूलाई थाहा छ रहेछ। यस सम्बन्धी व्यवस्था त वर्तमान संविधानको भाग 22मा छ है। भाग 22 धारा धारा 240 र 241मा चाहिँ यस सम्बन्धी व्यवस्था छ। हजुरलाई थाहा छ रहेछ, यही व्यवस्था हो। ल र आजलाई हजुरलाई पढ्नुपर्ने जति पनि विषय घोक्नुपर्ने होमवर्क छ त्यो होमवर्कको विषय मैले हजुरलाई दिइसकेको छु है। त्यो घोक्नको लागि अघि भनेका विषयहरू घोक्न अनुरोध गरेँ। र आजलाई यति गरौँ। लेखा परीक्षण भन्ने विषय सबै बुझेर आउने, बाँकी भोलिको क्लासमा हामी फेरि यसबाट कन्टिन्यू अगाडि बढ्छौँ। त्यति धेरै विषय छैन, नआत्तिने घोक्नु दिएका विषय चाहिँ घोक्ने। ल आज यति गरौँ। थ्याङ्क यू। शुभरात्रि।